भ्यालु नेपाल इन्डियाको भ्यालु त खासै धेरै नै हुँदैन। अनि यहाँ आएर अब त्यही अनुसारले पढ्ने हो कि कुनै आफ्नो फिल्डमा पढ्ने कि जुन स्टडी वाट एभर यु वान्ट, स्किल्स जेनेरेट गर्नु पऱ्यो, लाइक एक्सपिरियन्स हुनु पऱ्यो, लेसन लाइक हुन्छ नि तपाईँ कुनै मान्छेले त्यो काम गर्न सक्छ भन्ने केपेबिलिटी भएको चाहिँ हुनुपर्ने हुन्छ। अब तर हाम्रो नेपालमा चाहिँ कन्सेप्ट के छ भने पढ न पढिसकेपछि हुन्छ। हो अब अहिले आएर चेन्जेसहरू आउँदैछ होला, द्याट्स लाइक हुन्छ नि अभियसली। तर जतिखेर हामीले पढ्ने बेला त्यो पढ्न मास्टर्स गर त्यसपछि जागिर हुन्छ, यो हुन्छ। तर एक्सपिरियन्स नभइकन त्यो एजुकेसन मात्रै काम भएन नि त, विच विदेशले त्यो चाहिँ देखाउँछ, कतिको काम गरिराख्ने, के गर्न सक्छ सक्दैन भन्ने कुराहरू एउटा देखाउँछ। त्यो एउटा वान अफ द बिग फ्याक्टर हो किन विदेश भन्ने कुराहरू चाहिँ होइन। अनि अर्को मेजर बिग फ्याक्टर चाहिँ लाइक विदेश किन आउने, नेपालमा किन नबस्ने भन्ने कुराहरू चाहिँ हुँदाखेरि यहाँ सफ्ट स्किल्सलाई एप्रिसिएट गर्छ। वाट द्याट मिन्स इज, जस्तै मलाई याद छ मैले नेपालमा माइक्रोबायोलोजी गरेको म अहिले एउटा मल्टिनेसनल कम्पनीमा सप्लाई चेन र इन्भेन्ट्री हेरिरहेको छु है, त्यो डिपार्टमेन्ट ह्यान्डल गरिरहेको छु। अब त्यो गर्दाखेरि त्यो कम्प्लिटली डिफ्रेन्ट डिपार्टमेन्ट हो। म माइक्रोबायोलोजी गरेको थिएँ, काम गरेँ, यताउता गरेँ, तर त्यहाँबाट गर्दै गर्दै मैले मेरो स्किल्सहरू डेभलप गरेँ। त्यसपछि उनीहरूले मेरो सफ्ट स्किल्स भनेको लिडरसिप स्किल्स हुन्छ, अथवा कम्युनिकेसन गर्न सक्ने स्किल्सहरू हुन्छ, अथवा देयर आर लट्स अफ स्किल्स उनीहरूले हेर्न सक्ने, ओके यो मान्छे यहाँ हुन्छ, बाँकी सबै चिजहरू त पढेर अलिअलि त गरेर काम गर्दा गर्दै सिक्न सकिहाल्छ नि भन्ने कन्सेप्ट त्यो हुन्छ। अनलाइक नेपाल र इन्डियाको केसमा चाहिँ यो पढेको छ भने चाहिँ यही नै हुनु पऱ्यो भन्ने कुरा हुन्छ क्या। जस्तै अब मैले नेपालमा माइक्रोबायोलोजी बाहेकको अरू दायाँ बायाँ फिल्डहरू खोज्नु चाहिँ मलाई एकदमै हताउदाउनै पर्ने हुन्थ्यो। या त आई हेभ टु बी अ टिचर, जुन म भएको थिएँ, अथवा लाइक हुन्छ नि माइक्रोबायोलोजी रिलेटेड कुनै रिसर्च अथवा त्यही अनुसार खोज्नु पऱ्यो। बाहिर जस्तै अब अहिले यही सप्लाई चेन र लजिस्टिकवाला चिज त सोच्न पनि सकिँदैन थियो। अनि त्यही चिजहरू यहाँ अब आएर मैले कति देखाएको छु, माइक्रोबायोलोजी नै गरेका मेरा आफन्तहरू अहिले आइटी डिपार्टमेन्टतिर लाइक हुन्छ नि मुभ अन हुनुभएको छ, काम गर्दै हुनुहुन्छ। एमबिए गरेका मेरा साथीभाइहरू नर्सिङतिर लागिरहेछन्। सो त्यो ओभरअल अभियसली पढ्नुपर्नेवाला चिजहरू छ, तर त्यो सँगसँगै आफूसँग भएको सफ्ट स्किल्सहरू के छ होइन, तपाईँले गर्न सक्ने कि देखाउन सक्ने केपेबिलिटीहरू के छ, त्यो चिजलाई पनि एकदमै धेरै जज गर्ने हुन्छन् होइन। त्यो विच इज लाइक रियली नाइस। नत्र भने चाहिँ एउटै पाटो मात्रै होइन कि एट वान पोइन्ट, अब जस्तै अब अहिले मैले सप्लाई चेन एन्ड लजिस्टिकमा काम गरिरहेको छु, मलाई होइन यो भएन म सेल्सतिर जान्छु नि त भनेर भनिसकेपछि त्यो मेरो कम्युनिकेसन स्किल जुन छ, त्यो कम्युनिकेसन स्किललाई ओके लेट्स वर्क अन इट भनेर उनीहरूले ट्रायल दिन सक्छन् है। अनि सो त्यो चिजहरू चाहिँ एकदमै ह्यान्डीवाला चिजहरू हुन्छ। सो आफ्नो त्यो सफ्ट स्किल्सहरूलाई इन्हान्स गर्ने, पढ्नेवाला चिज त छ, जे जे पढ्नु छ पढ्ने गर्नेवाला चिजहरू भएको, स्पेसली युनिभर्सिटीमा आएर विदेशमा आएर चाहिँ युनिभर्सिटीमा आएर पढेर त्यो गर्ने चिजहरू चाहिँ हुन्छ। तर वान अफ द मेनी रिजन्स विदेश आउने चाहिँ त्यही एउटै क्षेत्रमा मात्रै, किनभने काम नगर्नु जस्तो आफूलाई थाहा पनि हुँदैन। मलाई माइक्रोबायोलोजी रमाइलो लागिरहेको थियो जस्तो हुन्थ्यो, तर अब अहिले आएर मैले अहिले गरेको काम मलाई एकदम रमाइलो लागिरहेको छ। जुन 2 वर्षमा मलाई फेरि अल्छी लाग्न सक्छ होला, फेरि म अर्कोमा जान्छु। हो विदेश किन, मलाई आफूलाई जुन बेला जतिखेर जे चित्त बुझ्छ त्यो मेरो आफ्नो स्किल्स देखाउन सक्छु। त्यो स्किल्स देखाए अनुसारले म ओके म ट्रान्सफरेबल स्किल्सहरू मसँग छ भनिसकेपछि म जता पनि जान सक्छु नि त भनेर गर्न सक्ने ठाउँलाई नै प्रायः आउनेवाला विदेश।